अनि हामी चाहिँ पोस्टमार्टम गर्ने अनि सरसफाइ गर्ने म काम गरेर 36 वर्ष 30 वर्ष भयो 36 वर्ष भयो है मलाई अहिलेसम्म विपद लागेको छैन यही हाम्रो चाहिँ नि जेठाजुले बुहारीलाई काटेको त्यो 21 समय हो तपाईँ हाम्रो दाइले त जोडेको क्या 21 कि 22 सौमा त्यो कुकुरले हानेको सबभन्दा विपद लागे लास्ट छैन त्यो भने क्या मैले कता त्यो सानिपामा कुहिरेको त्यो ल्याएको छ नि कुहिरेको टाउको त्यो पनि यतै छिने थियो कुहिरेको टाउकै नभए पनि आउँछ मान्छे त्यस्तो देख्दा डर लाग्दैन दाइलाई डर लाग्दैन अहिले आदत भइसक्यो है अब त कुहिरेको लास्ट त्यो चाहिँ हो अहिले दाइले सम्झाइदिनु भयो मलाई टाउकै अनि एकचोटि त्यो एउटा के बुढाबुढी साइजमा एकचोटि बुढोले चाहिँ नि टाउकै काटेर ल्याएको थियो नि हातमा बोकेर त्यो हातमै टाउको बोकेर आएको त्यो पनि अलिक डेन्जर कसरी बुढी मारिदियो टाउको हातमा राखेर होइन त्यसले खालका विवत्सक घटनाहरू हुन्छन् अब जो पाए त्यही मान्छेले सब भित्र बसेर काम गर्न सक्दैन जो पाए त्यही मान्छे जति पैसा दिन्छु भने साँच्चीकै सक्दैन अनि मैले उहाँहरू देखेर अचम्म लाग्छ क्या परिवारमा सम्पन्न हो सबै चिज छ पढे लेखेको परिवार छन् दाइ यसरी काम गर्नुहुन्छ होइन अनि उहाँले चाहिँ किन गरिरहनु भएको छ त भनेपछि उहाँसँग पनि मानवीय संवेदना छ क्या उहाँसँग पनि एउटा मृत्यु हो मृत्यु भने चिजलाई चाहिँ हामीले सद्गत गर्नुपर्छ मुक्ति पाउनुपर्छ हामीले यति गरिदिइसकेपछि चाहिँ नि यो लासले सद्गत हुनु पाउँछ र आफन्तले उसलाई लगाएर दासासार गर्छन् भन्ने चाहिँ नि छ त्यही भएर चाहिँ धर्मसँगै जोडिएको कुरा उहाँ पनि एउटा मानवता हो हामीले यति गरिदिनुपर्छ यति गरिदिएपछि उसको आत्माले शान्ति पाउँछ उसको परिवारले लैजान्छन् र उसलाई सद्गत गर्छन् भन्ने हुन्छ नि त त्यो कहिलेकाहीँ उहाँले पनि बुझ्नुहुन्छ तर किरा परेका लासहरू त हुन्छन् पनि किरा पर्नु दिनु हुँदैन भन्ने खालको कुरा अनि त्यो एउटा मानवीय संवेदनाले पनि मानवता होइन यो धर्म सबै चिजहरू उहाँमा हुन्छ क्या किनकि पोस्टमार्टम मान्छे के को कारणले मृत्यु भयो कसरी मृत्यु भयो भन्ने खालको कुराहरू डक्टरले जुन एउटा रिपोर्ट बनाउँछ त्यो रिपोर्ट बनाइदिनलाई त्यहाँसम्म चाहिँ तयार बनाइदिनु त उहाँहरू हो होइन त्यही भएर चाहिँ नि उहाँको कर्म असाध्यै मलाई महान लाग्छ अब अस्ता लासहरू त अब लास घरमा लासहरू हुन्छन् कोही कालगतीले मर्या हुन्छन् कोही ढुँडेर मर्या बिखाएर मर्नेहरू एक्सिडेन्ट भएकाहरू धेरै हुन्छन् होइन तर त्यो चाहिँ नि कोही कोही लासहरू चाहिँ नि हेर्न पनि डर लाग्ने हजुर जस्तो छ नि दाइ तपाईँले यो काम गर्दै हुनुहुन्छ घर परिवारले चाहिँ के भन्नुहुन्छ यहाँलाई खास अलिकति मैले घर परिवारको पनि कुरा जोडौँ न अब कामै यो घर परिवार के भन्ने होइन हाम्रो कामै यही हो अनि घर परिवार के भन्ने त उहाँले यदि उहाँ भएन भने विचार गर्नु न उहाँ पोस्टमार्टम विभागमा यदि रहनु हुने थिएन भनेदेखि कसले गर्थ्यो त अर्को मान्छे को आउँथ्यो होला त कस्तो स्वभावको मान्छे आउँथ्यो होला किनकि उहाँले पर्फेक्ट गर्नुहुन्छ होइन अनि त्यही भएर चाहिँ नि म परिवारमा उहाँको भोजसोजमा अथवा घर जाँदाखेरि पनि भाउजूहरू पनि खुसी छोराहरू छन् होइन परिवार पनि बुवाको कर्मदेखिबाट उनीहरू खुसी क्या जस आफ्नो एउटा दिन बुवाले त्यो कर्म गर्नुभएको छ पाटन अस्पतालमा छौँ र पछाडिपट्टि सप राख्ने ठाउँमा छौँ र विशेष गरी यहाँ चाहिँ पोस्टमार्टमको काम पनि हुन्छ र यतिखेर हाम्रो साथमा हुनुहुन्छ विनय सर हुनुहुन्छ भने पाटन अस्पतालकै कर्मचारी हुनुहुन्छ उता आदरणीय सर हुनुहुन्छ दुईजनालाई एकैचोटि नमस्कार गर्न चाहन्छु नमस्कार नमस्ते मेरो नाम चाहिँ सानु देवाला हो हजुरको परिचयबाट जाउँ न है मेरो नाम चाहिँ सानु देवाला हो हजुर हामी पोस्टमार्टम विभागमा काम गर्छु अनि यो हामी चाहिँ विजय सर पनि हुनुहुन्छ होइन उहाँसँगै टिमले व्यवसाय पनि उठाउनुहुन्छ उहाँले उहाँ 16 वर्षदेखि काम गरिरहेको हुन्छ यहाँ पाटन अस्पतालमा मैले एउटा प्रश्न के गर्न चाहेको भने तपाईँहरू यो पछाडि लास राख्ने छेउमा बस्नुहुन्छ तपाईँको काम पनि यतै छ होइन तपाईँहरूलाई चाहिँ अलिकति मनमा डर लाग्छ लाग्दैन हुन त आदत भइसकेकोलाई कामै यही होइन डर लाग्छ लाग्दैन पहिले सुरु गरेर डर लाग्थ्यो हो सुरु गरेर सानै थियो हामी होइन सुरु गरेर डरै लाग्थ्यो पोस्टमार्टम गर्दाखेरि कति वर्षको उमेरबाट यो काम चालु गर्नुभयो दाइ तपाईँहरूले हामी 15-16 वर्षदेखि जारी खानाको यहाँ त्यति बेला बेलुका कति बजीसम्म हुन्छ तपाईँको ड्युटी चाहिँ खास यहाँ हामी 8 देखि 4 बजीसम्म हुन्छ बेलुका 8 बजीदेखि बिहान 8 बजीदेखि बेलुका 4 बजीसम्म कहिलेकाहीँ राति पनि आउनुहुन्छ यहाँ राति त्यस्तै अब हाम्रो त्यो नेताहरूले पनि मान्छे आयो भने नेता सेता पावर लाउनेहरू अहिले गर्दै तुरन्तै गर्नुपर्छ नभएदेखि उहाँको ड्युटी 4 बजीसम्म अस्पतालले तोकिदिएको ड्युटी भनेको उहाँले गर्नुपर्ने ड्युटी भने बिहान 8 बजीदेखि साँझ 4 बजीसम्म अब कोही ठुल्ठुला नेता ठुल्ठुला पावरफुल मान्छे पावरवालाहरू पावर लगाएर बिचरा घरमा गएर राम्रोसँग खाना खान पाउनुहुन्न गर्दै रह्यो भनेपछि अब अरू सर्वसाधारणको चाहिँ नि नियमअनुसारै हुन्छ 8 देखि 4 होइन एक दिन राख्न पनि गर्छन् तर ठुलो बडाको चाहिँ अहिलेदेखि नेताहरूको चाहिँ नि आएर गरेर उहाँले राति नै आउनुहुन्छ होइन म पनि आएर हुन्छु कहिलेकाहीँ
हामी सँगै बसेर पोस्टमार्टम गरेका छौँ होइन भनेपछि मलाई उहाँहरूको कर्म चाहिँ असाध्यै एउटा आँटिलो र मानवताकै एउटा कर्म र राज्यलाई प्रहरीलाई प्रशासनलाई पनि उहाँको कामले त असाध्यै धेरै मद्दत पुगिरहेछ नि त किनकि पोस्टमार्टम मान्छे के को कारणले मृत्यु भयो कसरी मृत्यु भयो भन्ने खालको कुराहरू डक्टरले जुन एउटा रिपोर्ट बनाउँछ त्यो रिपोर्ट बनाइदिनलाई त्यहाँसम्म चाहिँ तयार बनाइदिनु त उहाँहरू हो होइन त्यही भएर चाहिँ नि उहाँको कर्म असाध्यै मलाई महान लाग्छ चिनेकै भए जस्तो तपाईँ अब यहाँनिर कार्य हुनुहुन्छ काम तपाईँको यहाँ छ होइन मानिसको जीवन चाहिँ के जस्तो लाग्छ तपाईँको विचारमा मान्छे जीवन अब के भन्ने अब जुन तपाईँहरूले त डेली दिनमै तपाईँको 100वटा लास पनि देख्नुहुन्छ होइन त्यो देख्दाखेरि तपाईँको दिमागमा कस्तो लाग्छ एक दिन त मर्ने नि हो सबैजना जन्मेपछि मृत्यु हुने हो है तर मानिसको जीवन चाहिँ के जस्तो लाग्छ यहाँलाई मानिसको जीवन अब हामी त अब के होइन जीवन के त अब जीवन जन्मेपछि मर्नुपर्छ होइन मृत्यु धेरै देखिसक्यो धेरै लासहरूलाई भनौँ न पोस्टमार्टम गरेर सदगतका लागि तयारी गरिसक्यो जीवन भने अब त्यही हो 3 बाल्टी पानी त भन्दा आगो लगाउँदैन 3 बाल्टी पानीले पखालेको सिद्धिको जिन्दगी केही छ त छैन केही पनि छैन बिहानदेखि मान्छे मरेर बेलुका तपाईँले पोस्टमार्टम गरिरहेको छ होला होइन बिहानदेखि हिँडेर हाँसिरहेको मान्छे साँझ बेलुका मऱ्यो रे भनेर आफैले पोस्टमार्टम गर्दाखेरिको अवस्था कस्तो हुन्छ होला त्यो गर्ने व्यक्तिहरू उहाँहरू हामीहरू अहिलेसम्म कतिवटा लासको चाहिँ काम गरिसक्नु भएको छ यहाँले गरिसक्यो धेरै नै 10,000 10,000 है दिनमै 5-7वटा गर्दै अब कति हुन्छन् होइन ललितपुर जिल्लाको भेगका सबै ललितपुर जिल्लाको सबै यतै आउँछ सबै यहीँ पाटनमै हो अनि प्रहरी केसहरू अरू केसहरू एक्सिडेन्टका केसहरू सबै केसहरू यही हुन्छन् अब मलाई अहिलेसम्म विपद लागेको छैन यही हाम्रो चाहिँ नि जेठाजुले बुहारीलाई काटेको त्यो 21 ठाउँमा हेर्दै तपाईँ हाम्रो दाइले त जोडेको क्या 21 कि 22 ठाउँमा त्यो कुकुरले हानेको सबभन्दा विपद लाग्यो लास्ट छैन त्यो भने क्या मैले 21 टुक्रा गरेको 2200 टुक्रा जेठाजुले बुहारी मारेको थियो नि त तलाइटेमा डोलाइटेको तपाईँ थाहा मलाई मेरो इन्टरभ्यू पनि थियो हामी दुईजनाको इन्टरभ्यू यहाँ बसेँ त्यो तपाईँले जोड्नु भयो जोडेको होइन अब छ्या छेद विच्छेद थियो हाते कतिरो थियो टाउकै कतिरो थियो यहाँ इत्र भन्ने मात्रै बाँकी थियो होइन अब त्यस्ता लासहरू त धेरै देखियो गाडीले हानेको किचेको कचाकुचुक भएका पनि छन् तर खुकुरीले हानेर हत्या गरिएको त्यो लास चाहिँ नि त्यो खाल्ला फुर्लु भइसकेलाई फेरि पछिबाट जोड्दै बनाएर मान्छे जस्तै बनाउनु पऱ्यो नि त त्यो गर्दाखेरि चाहिँ नि त्यो चाहिँ विपद देखे हो यहाँभित्र मैले विपद छ है त्यो चाहिँ नि होइन अब अस्ता लासहरू त अब लास घरमा लासहरू हुन्छन् कोही कालगतिले मर्या हुन्छन् कोही ढुँडेर मर्या बिखाएर मर्नेहरू एक्सिडेन्ट भएकाहरू धेरै हुन्छन् होइन तर त्यो चाहिँ नि होइन कोही लासहरू चाहिँ नि हेर्न पनि डर लाग्ने हजुर जस्तो छ नि दाइ तपाईँले यो काम गर्दै हुनुहुन्छ घर परिवारले चाहिँ के भन्नुहुन्छ यहाँलाई खास अलिकति मैले घर परिवारको पनि कुरा जोडौँ न अब कामै यही हो घर परिवार के भन्ने होइन हाम्रो कामै यही हो अनि घर परिवार के भन्ने त दाइ घरका छौँ म विभिन्न ठाउँमा भोजसोज हुन्छ नि त नेवारी समुदाय हो मलाई नेवारी खानाहरू मनपर्छ नेवारी समुदायको मान्छे सँगै सहकारी गर्ने काम गर्ने घर गएको छु दाइको आफ्नो सम्पन्न परिवार छ यहीँ तल उसमा अनि त्यसपछि यहीँको स्थानीयवासी हो यहाँ होइन उहाँले यदि उहाँ भएन भने विचार गर्नु न उहाँ पोस्टमार्टम विभागमा यदि रहनु हुने थिएन भनेदेखि कसले गर्थ्यो त अर्को मान्छे को आउँथ्यो होला त कस्तो स्वभावको मान्छे आउँथ्यो होला त किनकि उहाँले पर्फेक्ट गर्नुहुन्छ होइन अनि त्यही भएर चाहिँ नि म परिवारमा उहाँको भोजसोजमा अथवा घर जाँदाखेरि पनि भाउजूहरू पनि खुसी छोराहरू छन् होइन परिवार पनि बुवाको कर्मदेखिबाट उनीहरू खुसी क्या जस आफ्नो एउटा दिन बुवाले त्यो कर्म गर्नुभएको छ त्यो कर्म चाहिँ मानवीय कर्म हो मानवीय संवेदनासँग जोडिएको बुझिदिने खालको परिवार छ छोरो पढे लेखेको छ भाउजू असाध्यै एउटा आफ्नो श्रीमानको समस्या बुझिदिने खालको हुनुहुन्छ होइन एकदम व्यवहारिक हुनुहुन्छ त्यही भएर काम यो हो भन्ने थाहा छ अब यसमा चाहिँ तैँले यस्तो काम गर्छस् त्यस्तो काम गर्छस् भन्ने भएदेखि दाइ यसरी अहिलेसम्म हाँसी खुसीका साथ अरूको सेवा गरेर घरमा सबगृहमा चाहिँ बसेर चाहिँ एउटा पाटन खदालको कर्मचारी भएर चाहिँ बसिरहनु पक्कै पनि हुन्थेन होला नपुग्दो केही थिएन सबै चाहिँ सम्पन्नै मान्छे हो पढे लेखेको परिवारको मान्छे हो होइन त्यही भएर चाहिँ नि मैले गएर परिवारसँग कुरा गर्दाखेरि पनि अथवा भेट्दाखेरि पनि होइन म तपाईँलाई पनि देख्छु बाबु भन्नुहुन्छ हामीसँग नै खुसी हुनुहुन्छ दाइसँग नै खुसी हुनुहुन्छ दाइसँगै हामी साथी दोसँगै काम गर्ने भन्छौँ असाध्यै राम्रो काम गर्नुभएको छ भन्नुहुन्छ उहाँको परिवारबाट मलाई जहाँसम्म लाग्छ एकदम सेटिस्फाइड हुनुहुन्छ है भाउजूहरू परिवार असाध्यै खुसी हुनुहुन्छ
तपाईँले अघि नै भन्नुभयो नि 22 टुक्रा काटिएको शवलाई जोड्दाखेरि त्यो अलिकति विभत्स देखिएको थियो त्योभन्दा पनि डेन्जर तपाईँको जीवनमा चाहिँ त्यस्तो अरू छ त्यस्तो बिर्सन नसक्ने अब त्यस्तै एकचोटि त्यहाँ त्यो सानिपामा कुहिरेको त्यो ल्याएको थियो नि कुहिरेको टाउको त्यो पनि यतै छिनेको थियो कुहिरेको टाउकै नभए पनि आउँछ मान्छे त्यस्तो देख्दा डर लाग्दैन दाइलाई डर लाग्दैन अहिले आदत भइसक्यो है अब त कुहिरेको लास्ट त्यो चाहिँ हो अहिले सम्झाइदिनु मलाई टाउकै अनि एकचोटि त्यो एउटा के बुढाबुढी साइजमा एकचोटि बुढोले चाहिँ नि टाउकै काटेर ल्याएको थियो नि हातमा बोकेर हातमै टाउको बोकेर आएको त्यो पनि अलिक डेन्जरै डेन्जर कसहरू बुढोले बुढी मारिदियो टाउको हातमा राखेर होइन त्यसले खालका विभत्सक घटनाहरू हुन्छन् अब अस्पतालमा बसिसकेपछि अब हो नि अब यो चाहिँ नि तपाईँले सोधिरहँदाखेरि चाहिँ नि लास्टको कुरा गर्दै जाँदाखेरि चाहिँ मलाई चाहिँ म चाहिँ के सोध्छु हामी कहिले काहीँ घामताबारी कुरा पनि गर्छौँ अब फिल्महरूमा गयो श्रीमान श्रीमती गर्लफ्रेन्ड भयो भने फिल्म हेर्न कहाँ हुन्छन् त्यहाँ प्याक रमाइलो छ पार्कतिर गयो पार्कतिर रमाइलो छ अस्पतालभित्र आयो बिरामी जस्तो लाग्छ लास्ट घरभित्र छिरो सबै मरिसक्यो जस्तो लाग्छ होइन त्यही भएर चाहिँ जहाँ गयो जे अनुसार त्यतै अनुसार छ हामी चाहिँ लास्टसँगै त्यो भइरहने भएर पनि त्यो लासहरू देख्दाखेरि अब चाहिँ आजुजेलै भइसक्यो जस्तो लाग्छ मलाई चाहिँ त्यस्तो डर मान्ने अथवा घिन मान्ने अथवा गनायो भन्ने अथवा यस्तो भएछ किरा परेछ भन्ने चाहिँ छैन हामी किरा परेर लासलाई चाहिँ माग गर्छौँ हामीलाई लासलाई किरा पर्दैन हुँदैन बिना दाइ भन्नुहुन्छ होइन लासलाई किरा परेर राखिन्छ नि हुँदैन यो त यो असाध्यै विभत्स हुन्छ किरा परेर लासहरू नि हुन्छन् क्या 3 दिन 4 दिनपछि लास भेटाएको हुन्छन् ल्याउने यहीँ हो ललितपुरजिल्ला भरिकन ल्याउने यहीँ हो जङ्गलतिर झुन्डेर अस्ति पनि त्यो लास पनि आयो होला 3 दिनपछि भेटा पछिल्लो दिन होइन त्यो गोदावरीको जङ्गलतिर किरै परेको लास है झुन्डिसक्यो 3 दिन भइसकेको छ अब परिवारले खोज्दै जाँदाखेरि बल्ल थाहा पायो हामीलाई त त्यो लासहरू अलिकति गनाएको हामीले महसुस गर्छौँ किनकि हामी लाससँग धेरै त्यसरी काम गरेका छैनौँ तपाईँहरूलाई चाहिँ अलिकति गनाउँछ कि गनाउँदैन आदत भइसक्यो होला तपाईँ हामीलाई चाहिँ गनाउँदैन त्यही हो आदत भइसक्यो हामी नानी हो आफै एउटा चाहिँ कर्म पनि भयो अनि जो पाए त्यही मान्छेले सब गिरीभित्र बसेर काम गर्न सक्दैन जो पाए त्यही मान्छे जति पैसा दिन्छु भने साँच्चीकै सक्दैन अनि मैले उहाँहरू देखेर अचम्म लाग्छ क्या परिवारमा सम्पन्न हो सबै चिज छ पढे लेखेको परिवार छन् दाइ यसरी काम गर्नुहुन्छ होइन अनि उहाँले चाहिँ किन गरिरहनु भएको छ त भनेपछि उहाँसँग पनि मानवीय संवेदना छ क्या उहाँसँग पनि एउटा मृत्यु हो मृत्यु भने चिजलाई चाहिँ हामीले सद्गत गर्नुपर्छ मुक्ति पाउनुपर्छ हामीले यति गरिदिइसकेपछि चाहिँ नि यो लासले सद्गत हुनु पाउँछ र आफन्तले उसलाई लगाएर दासासार गर्छन् भन्ने चाहिँ नि छ त्यही भएर चाहिँ धर्मसँगै जोडिएको कुरा उहाँ पनि एउटा मानवता हो हामीले यति गरिदिनुपर्छ यति गरिदिएपछि उसको आत्माले शान्ति पाउँछ उसको परिवारले लैजान्छन् र उसलाई सद्गत गर्छन् भन्ने हुन्छ नि त त्यो कहिलेकाहीँ उहाँले पनि बुझ्नुहुन्छ तर किरा परेका लासहरू त हुन्छन् पनि किरा पर्नु दिनु हुँदैन भन्ने खालको कुरा अनि त्यो एउटा मानवीय संवेदनाले पनि मानवता होइन धर्म सबै चिजहरू उहाँमा हुन्छ क्या त्यो हिसाबले पनि उहाँहरूले यसरी टिकेर अहिलेसम्म होइन 16-17 वर्ष भइसक्यो काम गरिरहनु भएको छ म काम गरेर 36 वर्ष भयो 36 वर्ष भयो है विनय सरलेसँग चाहिँ गरिएको काममा तपाईँले कसरी हेर्नुहुन्छ 16 वर्षदेखि काम गर्दै हुनुहुन्छ उहाँले त होइन तपाईँ त 36 वर्षदेखि यहीँ हुनुहुन्छ होइन पहिलो दिनमा विनय सरसँग भेट्दा र आजको दिनसम्म आइपुग्दा तपाईँलाई कस्तो लाग्छ विनय सर भेट्दाखेरि पहिले सुरुमै हामीले यहाँ विवास लास सुरु गरायो नि विनय अनि त्यहाँदेखि काम गरे गएपछि अनि हामी पशुपति पनि गएँ पशुपति पनि लास लगाएपछि पशुपति अनि जलाएछ हामी सहयोग गर्थ्यौँ बिना असाध्यै धेरै सहयोग गर्छौँ लास निकाल्नुदेखि लिएर प्याक गरेर गाडीमा हाल्नुपर्छ सबै प्रक्रियाको प्रहरी पनि तर एउटा दाइलाई उहाँले सोधेको कुरो मलाई सोध्नु पहिलो दिन भेट्दाखेरि म जसरी तपाईँहरूसँग बोल्थेँ नि लाग्दै एकदम नमारिकन आत्मीयता दाइ जस्तो गरेर अहिले पनि त्यस्तै सुन्दैन त्यस्तै छ अहिले पनि त्यस्तै छ म हुन्छ विनय सर है सबै समाजलाई एकदम खुसी लाग्छ